ल जय मङ्गल दाइ फेरि जय मङ्गल। दाजु शुभ नाम चन्द्र फत्र लिम्बू, यो ठेगाना ठेगाना देउमै नगरपालिका 9 इलाम, गाउँको नाम गैरी गाउँ, वार्ड नम्बर 9। ए नवमी भनेर बुझ्दा हुन्छ कि हुँदैन नवमी भन्दाखेरि पनि बुझ्छ। जितपुर अब साबिक जितपुर हो पहिलाको त होइन, अहिले चाहिँ अब देउमै नगरपालिका 9 पर्छ, गैरी गाउँ पर्छ। अहिले तपाईँ मङ्गोल नेसनल अर्गनाइजेसनको केमा हुनुहुन्छ? वार्ड सभाको अध्यक्ष, वार्ड नम्बर 9 को अध्यक्ष हजुर। अनि तपाईँसँग आज किन कुरा गर्नु मन लाग्यो भने हजुर तपाईँ मङ्गोल नेसनल अर्गनाइजेसनमा धेरै अगाडिदेखि नै एउटा शुभेच्छुक शुभचिन्तक कार्यकर्ताको रूपमा रहेर आउँदै गर्नुभएको व्यक्तित्व हुनुहुँदो रहेछ। हजुर त्यस कारणले गर्दाखेरि तपाईँको यो योगदानलाई चाहिँ सामाजिक सञ्जालको माध्यमबाट देश विदेशमा छरेर रहने नै हाम्रो मङ्गोल शुभचिन्तक शुभेच्छुक कार्यकर्ता नेतागण सबै समक्ष तपाईँको यो दृश्य चाहिँ पुगोस्, तपाईँको मनमा रहेका कुराहरू चाहिँ सामाजिक सञ्जालको माध्यमबाट पुगोस् भन्ने चाहनाले थोरै कुरा गर्न खोजेको। तपाईँ कति सालदेखि यो मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध रहनुहुन्छ? मङ्गोल नेसनल अर्गनाइजेसनमा यो अब जब बहुदल घोषणा भयो नि 2046 सालदेखि, त्यहाँदेखि निरन्तर रहेर 2058 सम्म चाहिँ अब रह्यो। अनि त्यस पछाडि अब माओवादी कालभित्र चाहिँ अब हामी अब अलिकति तितर पुतर नै भयो भनौँ न। अनि त्यस पछाडि यो हाम्रो एमएनओले चाहिँ अब मङ्गोल नेसनल अर्गनाइजेसनमा चाहिँ यो दर्ता भएको छैन भन्ने कुरो आउँदाखेरि अनि अब अरू अब हामीले पनि अब अर्को आफ्नो अधिकारलाई चाहिँ अब अगाडि बढाउँ भन्ने हैसियतले विभिन्न खालको अब यो षड्यन्त्रकारीहरूले चाहिँ अब हामीलाई डराए। त्यतिखेर चाहिँ हामी यो समाजवादी भन्ने एउटा पार्टी आएको थियो, हो त्यहाँनिर चाहिँ अब एकछिन दगुरिने त्यो पनि नहुने रहेछ। अब यहीँ हाम्रो एमएनओमै चाहिँ अब हाम्रो हक अधिकार सुनिश्चित हुँदो रहेछ भन्ने कुरो नै अब अवगत भएर घरि छाता बोकाउने, घरि राको बोकाउने, त्यही भयो त्यस्तै भएको कारणले गर्दा त्यही भएको कारणले गर्दाखेरि अब हाम्रो चाहिँ अब सुनिश्चितताको ठाउँ चाहिँ कहाँ हो त भन्ने कुरो अध्ययन गर्दाखेरि एमएनओ नै रहेछ भन्ने महसुस भएको कारणले गर्दाखेरि हामी अहिले चाहिँ एकदम लगनशील साथ हामी अगाडि बढिरहेका छौँ। फेरि मूल बाटोमै, मूल घरमै आउनु भएको छ। हजुर। अनि तपाईँ 46-47 सालदेखि 48 सालदेखि मङ्गोल नेसनल अर्गनाइजेसनमा कार्यरत योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्झना गर्दाखेरि अहिले कोलाई सम्झिनुहुन्छ तपाईँ यो ठाउँको? यहाँको चाहिँ अब हाम्रो फौदर फत्र अगाडिको यो जनक पत्री लिम्बू, उहाँ पनि अब निरन्तर रूपमा चाहिँ अब उहाँहरूले चाहिँ अब काहीँ पनि अब डगमग नगरिकन अगाडि बढिरहेको भएको थियो होइन। अहिलेसम्म पनि उहाँहरू अब यथास्थितिमै रहिरहनु भएको छ। र अब अहिले चाहिँ अब यहाँ यो उता 3 नम्बर अब हाम्रै अब साबिक 3 नम्बर जितपुर 3 नम्बरको साथीहरू पनि छन् धेरै। अब उहाँहरूको नाम देशराज माबो पनि अब अहिले उहाँ पनि अब एमएनओमै रहिरहनु भएको छ। र अब पहिलाको साथीहरू चाहिँ अब धेरै अब कोही अब देहान्त भयो, अरू बाँचेको साथीहरू पनि अहिले अब एकदम हामीले पनि अब एकदम सङ्गठित तरिकाले नै अगाडि बढाइरहेका छौँ। देहान्त भएर गएकाहरू को सम्झिनुहुन्छ तपाईँ? देहान्त भएर गएका चाहिँ अब होइन उनीहरू चाहिँ अब अहिले चाहिँ अब त्यो भइरहेको मान्छेहरू अब देहान्त नभएको मान्छेहरू के पो भन्छन् पर त्यो थेगिम के भन्छ जम्ले ठुले उपनाम हो है। होइन अर्को माथि छ नि हो त्यो निरन्तर रूपमा रहिरहने भनेको माथि टङ्क नेम्बाङ वीरमान। मैले चाहिँ अब झन्डै अब बिर्सेछु त। उहाँहरू चाहिँ अब एकदम लगनशील साथले चाहिँ अब अगाडि बढिरहनु भएको छ। वीरमान मुख्यतः होइन। यही अब हाम्रै वाडा कमिटीका साथीहरू भनेको तेजकुमार मरोमा, तेजबहादुर जबेगु, अब तेजकुमार मरोमा भन्ने चाहिँ अब सचिव
कहाँको हुनुहुन्छ उहाँहरू? उहाँहरू चाहिँ अब साबिक 3 नम्बर, अहिले देउमै नगरपालिका 9 पर्छ। ए 9 पर्छ तपाईँको। 9। अनि अब तेजबहादुर जबेगु भन्ने अब हाम्रो कोषाध्यक्ष, अहिले वाडा सभाको कोषाध्यक्ष 9 को। सबैलाई भेट्ने चाहना थियो, तर अब मिलाएर अर्कोचोटि भेटौँला। उहाँहरूलाई चाहिँ अब म एकदम अब शुभ सन्देश दिन्छु। अब म आउँदाखेरि सबै घर घर पुग्ने दाइ, अब नेक्स्ट टाइम आउँदा होइन ठिकै छ, त्यो अब हामी त पुग्नै पर्ने हुन्छ नि त। यहाँबाट यहाँ हाम्रो चाहिँ अब के भइरहेछ भने अब आफ्नै काममा बिजी भएको कारणले गर्दाखेरि फेरि एक्लोपन होइन, त्यसले गर्दाखेरि हामी अब अगाडि बढ्न नसकिरहेको छौँ। तैपनि अब हामीले चाहिँ अब यो कार्यक्रम त गरिरहेछौँ, कार्यक्रममा जहीँ पनि हामी उपस्थित भइरहेको छौँ। अब यो अहिले देउमै नगरपालिका 9 को सबै ठाउँमा चाहिँ पुगिरहेको छैन, किनभने अब अलिकति समयले पनि दिइरहेको छैन। तर अब आवश्यक पऱ्यो भने हामी जान सक्छौँ। 6 नम्बर, अब साबिक 6 नम्बर, 7 नम्बर, 8 नम्बर तलतिर, अब यो त 8 पऱ्यो होइन। अनि अब 5 नम्बर निकै टाढा पर्छ के, अब धेरै टाढा पर्छ। अनि अब त्यता जाँदाखेरि चाहिँ अब अलिकति समय लिएरै जानुपर्ने हुन्छ। फर्केर आउँदाखेरि पनि अब एउटा सवारी साधन पनि हुनु पर्यो होइन। अनि अब 1-2जनालाई चाहिँ अब गुहारेरै पनि जानुपर्छ होला जस्तो लागिरहेको छ। मरेर जाने भनेको वीरबहादुर लिङ्गदेन, देवप्रकाश। वीरबहादुर लिङ्गदेन, असलबहादुर क्याप्टेन, अब मरोहाङ भन्ने चाहिँ अब उहाँले पनि अब यही प्रतिनिधि नै अब 9,000 भन्दा बढी भोट ल्याउनु भएको रहेछ। 9,000 कि 14,000 भन्ने कुरो गरे, तर अब 9,000 होला समथिङ होइन। त्यतिखेरको अवस्थामा 2048 सालमा चाहिँ अब सालको इलेक्सनमा चाहिँ उहाँले। अनि यहाँबाट चाहिँ स्थानीयमा वडामा कोले जिते पहिला? पहिला वार्डमा यही हाम्रो जितपुरमा चाहिँ अब 3 नम्बरले जित्यो। 3 नम्बर त्यो अब जबेगु नै हो, थेगिम थियो नि तल, त्यो तरकारी भन्थ्यो, त्यो उसको नाम त के भयो जनक सर? उहाँले जित्नु भएको थियो। उहाँले चाहिँ अब 3 नम्बर वार्ड नम्बर 3बाट चाहिँ जित्यो होइन, अध्यक्षमै। अध्यक्ष। अब त्यतिखेर कति सालको कुरा यो? 49 कि 54 को? 48 सालमा होला, 48 को इलेक्सनमा स्थानीय चुनावमा चाहिँ 48 हो। 48 हो। अनि त्यहाँबाट चाहिँ सिद्धिथुम्का पनि जित्यो वार्डमा होइन, अध्यक्ष त जितेन। अनि अब सोयाक जित्यो, सोयाकमा जित्यो। अनि नामसालिङ पनि जित्यो। अनि माबुबमा पनि जित्यो। लुम्देमा पनि जित्यो। गजुरमुखीमा एउटा सदस्यले जित्या थियो होइन। हो त्यसरी चाहिँ अब यता आमचोकतिर पनि जितेको रहेछ। आमचोकमा पनि अब वार्ड अध्यक्षले चाहिँ होइन, सदस्यले चाहिँ जित्या थियो। अब सेटै चाहिँ सोयाकमा जित्यो। अनि तपाईँ यो सङ्गठनको फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङसँग भेटघाट तपाईँको भयो भने? भेटघाट हाम्रो 2046मा घोषणा भयो होइन। 47-48 सालमा चाहिँ अब यहीँ अब कार्यक्रम हुँदाखेरि चाहिँ भयो होइन। अनि अब नवमीमा त्यतिखेर त भयङ्कर मान्छेको जमघट हुन्थ्यो होला होइन? अहिले भयङ्कर हुन्थ्यो त्यतिखेर चाहिँ अब यो किरणहरू, अनि अब त्यो पूर्व त्यो कार्यकर्ताहरू चाहिँ थिए। तर अब त्यो कार्यकर्ताहरूले चाहिँ अब अलिकति केही अब उतार चढाव भएर अहिले अब कारबाहीमा परेको कारणले गर्दाखेरि उनीहरूसँग चाहिँ भेटघाट भएको छैन अहिले होइन। तपाईँलाई त लगेन नि जङ्गल फार्नु त? ए लगेनन्। होइन त्यो जाने भन्ने कुरो चाहिँ अब गरेँ, तर अब त्यो जाने र नजाने भन्ने कुरोमा चाहिँ अब त्यहाँ हामीले पनि मैले चाहिँ अब के महसुस गरेँ भने होइन, अहिलेको अब तत्कालै अब त्यसरी गर्दा त्यहाँ त अब बाँडफाँड भएको थियो नि त। अब एमएनओले चाहिँ अब कहाँ त्यो कुन ठाउँ पो हो भनेपछि यतापट्टि शुक्रबारे कि कता अलिपुरतिर होला। अनि कम्युनिस्टले अलि अरूतिर कता भनेर अब बाँडफाँड गरेका थिए अरे के।
त्यसरी आफू आफूमा त्यो अहिले बजार छ नि त्यो जुनसुक्रा बारे त्यो त्यस्तै घरहरू थियो कि जङ्गल थियो पहिला लु मलाई चाहिँ अब त्यो थाहा भएन पहिला त टहर जस्तो अरूमा अरू मात्रै थियो होला त्यतिखेर चाहिँ अब त्यहाँ गाउँ पनि थिएन कति सालको कुरा हो त्यो 48 49 के हो क्या हो त्यतिखेरै हो अनि म चाहिँ अब अलि त्यहाँ 51 52 53 54 सालदेखि चाहिँ अब म घरमा बसिनँ होइन त्यसले गर्दाखेरि बाहिर देश अब यसो चरी खान गइएको थियो अनि आमा पछाडि चाहिँ यसो अहिले जस मङ्गोल नेसनल अर्गनाइजेसनमा फेरि एक खालको लहर आइरहेछ देशैभरि सङ्गठन विस्तार भइरहेछ युवा युवतीहरू सङ्गठनमा आउने क्रम जारी छ कस्तो लागिरहेछ दाइ एकदम खुसी लागिरहेछ अहिले अब त्यतिखेरको अवस्था भनेको त अब यहाँ गाउँघरमा पनि अब मङ्गोले मात्रै भन्थे होइन अनि अब त्यहाँ अब चिन्न भनेको अब भाले नै थियो पहिला त अब भाले हुँदै पनि अब स्वतन्त्र भइदियो स्वतन्त्र भएपछि चाहिँ अब त्यो अब चिन्न टुङ्गो भएन अनि अब हाम्रै अब यहीँ वार्डको हाम्रो जनक जी पनि अब उठ्नु भएको थियो वार्डबाट होइन वार्ड अध्यक्ष कहिलेको कुरा कति सालको कुरा अस्ति 79 74 होइन दुईटैमा उठ्नु भएको थियो अनि अब त्यतिखेर चाहिँ अब 79 होइन 79 त 74 मा त बाबै होइन र फौदर फत्र चाहिँ अब 74 मा होइन 79 मा वार्ड अध्यक्ष उहाँ जनक उठ्नु भएको थियो अब त्यतिखेर चाहिँ अब भाले चिन्ह थिएन क्या हो त्यसले गर्दाखेरि अब चिन्ह पनि अब हलपत्र भएको थियो अनि अब स्वीकृत भएको छैन भनेर अब 2064 सालमा चाहिँ अब स्वीकृत भएर हाम्रो चिन्ह चाहिँ अब ठुलो षड्यन्त्र भयो त्यसैले गर्दाखेरि उहाँले पनि अब त्यो चिन्ह चाहिँ अब के पो तिलौरी पो थियो कि तपाईँको उहाँ 2074 सालमा चाहिँ फौद्रुप फत्र लिम्बूलाई चाहिँ कङ्गारू दिएको थियो अनि कङ्गारू भनेको त के हो यहाँको अब मङ्गोलको चिन्ह भन्ने नै भएन होइन मङ्गोलको भाले नै हो भन्ने कुरो भयो क्या अनि भालेमा चाहिँ अब हामीले भोट हाल्यौँ भन्थे अनि भाले त अब दिएकै थिएन अनि त्यसले गर्दाखेरि अब अलिकति अन्यलमा परिणत जनता नै कन्फ्युज भयो मङ्गोलको समर्थकले नै आफ्नो चिन्ह चिनेन नचिनेपछि त अब उनीहरूले चाहिँ अब भालेमा त्यो भोट चाहिँ बाहुन छेत्रीलाई नै जिताउने खालको रहेछ त्यो षड्यन्त्र त्यसरी अब रचे अब रचेको कारणले गर्दाखेरि अब अहिले अब हाम्रो अब यो चिन्ह एकदम भाले नै आएकोले गर्दाखेरि अल्मलिने ठाउँ छैन पनि त्यहाँ धेरै खुसी लागिरहेछ अहिले हामीलाई चाहिँ अब गाउँले अब दाजुभाइ दिदी बहिनीहरूलाई पनि अब कति भाले चिन्ह भनिसकेपछि स्वाट्टै हेर्दाखेरि पनि अब देखिनु माग्दिनकै भाले होइन अनि अब त सबै पार्टीबाट अगाउनु पर्ने अब त वाक्क दिक्क भएन नि त जनताहरू होइन जनताहरूलाई चाहिँ अब कस्तो भान हुँदो रहेछ भने अलिकति हाम्रो परिवार भनौँ न होइन हाम्रो जातिहरू हाम्रो मङ्गोल वंशका मान्छेहरूलाई चाहिँ अब कस्तो अलिकति लोभमा थोरै भनौँ न निहित स्वार्थ भन्छ नि ठुलो मालिक बनिने स्वार्थमा चाहिँ अब डुबेकोले गर्दाखेरि अब त्यो चिनेर पनि बुझेर पनि बुझ पचाउने खालका हामी हुँदो रहेछौँ त्यसैले गर्दाखेरि समय लाग्ने मालिक बनिने होइन आफ्नो भावी सन्ततिलाई पनि देशको मालिक बनाउने भन्दा पनि अहिले केही पाइन्छ कि भन्नेमा अहिले तुरुन्तै मात्रै उनीहरूले हेरे भविष्यको लागि चाहिँ अब अलिकति अब टाढा सम्झेकोले गर्दाखेरि मात्रै हो नभए हामी अब यसपालि हुँदै अब आउँदा दिनहरूलाई चाहिँ अब राम्रो पार्दै जान्छौँ होला जस्तो लागिरहेछ यो सबै खाले मानसिकताहरू सबै खाले परिवेशहरू त अब परिवर्तन हुँदैछ नि होइन हुँदैछ अहिले त धेरै परिवर्तन आयो नि अब अहिले पहिलाको देखि अब कति 80-85% अगाडि बढिसकेको छ पहिलाको हेरेर अब पहिला त केही थिएन नि जिरो लेभलमा थियो नि अनि पहिला 47 सालमा भनेको केही अब उत्तर चढावै थियो होइन त्यसबाट चाहिँ अब बिचमा ग्याप रहेको कारणले गर्दाखेरि 20 वर्ष त चुनाव हुनु दिएन नि त माओवादीको अब त्यो सशस्त्र दलले होइन 20 वर्ष चुनाव नहुँदाखेरि त कति 4टा चुनाव भएन छ भनौँ न
अनि चार नभएपछि त पटक अनि भोट हाल्न बिर्सिने नपाउँदा त पनि नि त्यो त बिर्सियो नि त हो नि अनि कार्यक्रम पनि दिएन प्रशिक्षण कार्यक्रम पनि भएन होइन अब त्यो अब कता छौँ के छौँ भन्ने कुरो पनि भएन अनि अब त्यहाँ कता कता हुँदाखेरि त अब जे भएको त्यही हुँदै जान्छ भन्ने कुरोमा लाग्यो ठिक हो, ठिक हो। त्यसैले गर्दाखेरि अहिलेको अवस्थालाई चाहिँ मूल्याङ्कन गर्दाखेरि अहिलेको समयलाई हेर्दाखेरि अब सञ्जालहरू हेर्दाखेरि अब पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको अब बृहत तरिकाले अब फैलिँदै गएको दृश्य हेर्दाखेरि कति खुसी लागेको छ ठुलै फड्को मारेको चाहिँ धेरै फड्को मारेको नि अब अहिले पहिलाको कार्यकर्ताहरू चाहिँ अब धेरै विद्वानहरू थिए छनु चाहिँ विद्वानहरू थिए तर अब विद्वान कहाँ भएर पनि उनीहरूले गुमाए त्यही गुमाएको कारणले गर्दाखेरि हामी अब अलिकति अब पिछडिएको मात्रै हो नभए चाहिँ अब हामीले पहिला नै अस्ति नै अब सत्ता ल्याउने आफ्नै भित्रकाहरूले अलिकति गद्दारी गरे समय त मिलेको हो। निहित स्वार्थमा डुबे त्यस कारणले निज गर्दाखेरि स्वार्थमै त डुबेर त्यसको कारणले गर्दा यो परिणति भइरहेको छ तर जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने अब एकदम हाम्रो हक अधिकारको लागि चाहिँ अब कहाँ खोज्नुपर्छ भन्दाखेरि अब हाम्रो घरमै खोज्नुपर्छ अब अर्काको घरमा खोज्दाखेरि त दिँदो रहेनछ अब हामी अब अहिले यो नारा लाउँछौँ नि अधिकार हाम्रो अधिकार दे सुनिश्चित गर भनेर गर्छौँ तर अब उसलाई भन्दाखेरि अब ठाडो काँडै लाउँदैन त हामीले गर्ने हो अब आफै शासन सत्तामा पुगेर आफै संविधानका धाराहरू संशोधन गर्ने हजुर कानुन पनि देशको मूलवासीहरूको हितमा हितको लागि चाहिँ अब संविधान हुनुपर्छ भन्ने कुरो चाहिँ अब हामीले अब लेख्नुपर्छ भनेर डिड गर्नु पर्यो हुन्छ दाइ हस् तपाईँसँग छोटो समय धेरै धेरै धन्यवाद मलाई पनि खुसी लाग्यो यसरी अब आज आउनुहुन्छ होला जस्तो पनि